उही रुख भाँच्यो नि गयो नि कस्तो हावा चलिरहेको छ कि अब चाहिँ बल्ल चैता लागेको छ यतिको भएर म चाहिँ रोडमा आएको सामान ल्याउनु हो यति पानी पर्दा यो खालको लाँदैछ नि त हावा चाहिँ यहाँनिर हो आकाश त कालै भएर आयो अन्त पट्टा छ डल्लै उडाएर यहाँनिर त रुकै मान्छ नि यस्तो भएछ नि यहीँ पल्टायो यस्तो पड्केछ अन्त त्यो गाडीहरू अब जाम हुन्छ नि यो पोल गाडी जाम भन्यो यहाँ फेरि उडाएछ यस्तो बनाइरहेको छ नि यत्तिको हावा आइरहेको छ यत्तिको चाहिँ भइरहेको छ जाम त्यत्तिकै अब बसलाई पनि त त्यत्तिकै हो जाम चाहिँ यो खालको छ अन्त गुड मर्निङ आज चाहिँ हाम्रो हिजो हावा पनि चलेको होइन एकदम सोसियल सेवाको कामहरू मात्रै हुँदैछ त्यहीँ यस्तै अपडेट थियो नि ग्राउन्डमा हो आधी यति सक्यो धारामै आएको थियो मेन चाहिँ यो हो नि त धारा हाम्रो चाहिँ यहाँबाट सबै पानीहरू बोकेर जानुपर्छ यो रुख चाहिँ उहाँबाट चाहिँ भाँचेर आएको यो साइड लगाउँदा भन्दा पसिनासरी भइसक्यो नि आज त अब पर पनि छ अझै अहिले दिएको छु अब यहाँबाट माथि पनि जानु अरे पर्दैन माथि आएछ मान्छे ए यतिको चाहिँ भइसक्यो अहिले फिलहाल यो त जाम थियो नि बेलुका त हावाले त अहिले अपडेट देखाउने फेरि के कस्तो हुन्छ पक्का पक्का धार चाहिँ लाने रहेछ है लु लागिसक्यो भन्दैछ हो यत्तिको हो नि त दुःख चाहिँ आज चाहिँ क्लियर गर्ने रहेछ यो मान्छे चाहिँ हेप्पी खट्दैछ त आज चाहिँ टप यत्तिकै चाहिँ हुनु पऱ्यो नि एकपल्ट देखाइदिनु अरे अनुहार फेस ओ फेस देखाइदिनु अरे एकपल्ट